कसैलाई राजा मात्रै चाहिएको छ भने राजा चाहनेहरूको पार्टी पनि राष्ट्रिय प्रजातन्त्र पार्टी, उनीहरूले भोट हाल्ने ठाउँ पनि राष्ट्रिय प्रजातन्त्र पार्टी। कसैलाई अरू देशै हुँदै गरोस् तर हिन्दू राष्ट्र चाहियो भन्ने उसको लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हो। अरू चिज जेसुकै होस् तर देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, भ्रष्टाचारको विरोध गर्ने मान्छे, भ्रष्टाचार विरोधीले यो मुलुकको नेतृत्व गर्नुपर्छ भने त्यो पार्टी पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हो। देशलाई माया गर्नेहरू, देश बचाउने र देश बनाउन चाहने र आफ्नो जीवनकालमा यो देश बनेको देख्न चाहनेहरू पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी। अपिल गर्न चाहन्छु, दोहोऱ्याएर जोड दिएर भन्न चाहन्छु, समान विचार राख्नेहरू भनेको मुलुकमा अभिभावकीय संस्थाको रूपमा राजा चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, यो प्रदेश संरचना खारेज हुनुपर्छ, देशमा सुशासन कायम हुनुपर्छ, हाम्रा युवाहरूले देशभित्रै गरी खाने वातावरणको निर्माण हुनुपर्छ र यो पुस्ताले देश बनेको हेरेर मर्न पाउनुपर्छ भन्ने चाहने सबैको अब साझा पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र